चाहिँ सुत्दै भएको ठाउँमा आइसकेका छौँ अहिले हाम्रो यहाँ सबै हुनुहुन्छ यहाँ हाम्रो चाहिँ अब माथि जान्छौँ माथि गएर चाहिँ को छ भने सबलाई सरर र तरर देखाउनेछौँ देख्न सक्नुहुन्छ यहाँ के छैनन् कोही नि अहिले नगरै त्यस्तो अहिले त्यहाँ माथि चाहिँ अनि खानासाना यत्रो सामान अहिले म त जान्न अहिले यस्ता डाँडा कराको भ्यू अहिले खस त्यो धन्नै मोबाइल मैले बल बल बचाएँ यी बस्नु ल Hey man, for salmon. अहिले खतरा गुलेछ त अहिले म त बोक्न सक्दैन म त सेलिब्रेटी परे तिमीहरु बोक है ललितको ज्याकेट अलि फोर हुन्छ के अहिले मेरो ज्याकेट पनि फोर हुन्छ हामी चाहिँ माथि जाँदैछौँ माथि चाहिँ दिउँसोतिर रमाइलो भएको थियो काम पनि भएको थियो त्यसैले माथि चाहिँ हाम्रो फेरि सामान उठाउन जान लागेको छौँ यता किनकि म अन्ध छु किनकि म अन्ध छु मेरो अहिले ओइ ओइ अहिले ओ अहिले के लाग्ने मैले अहिले के लाग्ने मैले के तिन पानी अहिले खतरा अहिले उज्जा बोक्न उज्जा के बोक्ने कुर्सी किन बोक्ने ल ए कुर्सी बोक्ने रे यस्तरी उठाएर हिँडिदिन्छु कि म त खतरा अहिले भिडियो गराउनु पर्न अहिले त्यही त अनि लग्दैन मामुर अहिले छोड्छ यो है त सिधै आएछ मैले चाहिँ दिउँसोको टाइममा बनाएको थिएँ के अरे बेलुकाको टाइममा बनाएँ दिउँसोको टाइममा चाहिँ बनाउन पाएन त्यसैले अहिले लोट्यो भने
अहिले हुन्छ फेरि अहिले बाटो त फेरि खतरा नमुले बजारै यहाँबाट चाहिँ क्लियरली देखिन्छ सहर र बजार देख्न सक्नुहुन्छ हाम्रो चाहिँ अब तल आइसकेको छ यहाँ बुङ्गुर ऊपर चाहिँ खतरा छ अहिले खतरा अहिले त्यस्तै नगर अहिले वाउ भेरी नाइस अनि भेरी नाइस अहिले फेरि खतरा बाबुको चाहिँ अब लुक चेन्ज भइसकेको छ मेरो फिल्मको रोल गइसक्यो अब मुहाल चाहिँ उल्टो समात्यो हो फेरि अब फेरि गाह्रो पर्यो गाह्रो भयो मलाई जाडो भइगयो गाह्रो भयो मलाई यहाँ जाडो भइगयो अहिले मलाई ज्याकेट दिइदेऊ सबै आइसकेको छन् अब माथि हेरिदिनु को छन् माथि छन् थोथोरा सामान छ यता के हो रे ओ गाइस अब चाहिँ हाम्रो चाहिँ अब घर जान लागेको है अब चाहिँ हामी घर जान लागेको है त ल अहिले सक्दैनौँ क्या हाम्रो यहाँ अहिले खतरा यताउता हेर्नु सुन्छ भ्यू आकाशको भ्यू त खतरा हुन्छ त्यसै किन बस्या जान त जानु त जा हजुर जानिस् दाइ हुन्न अहिले गाइस हाम्रो बिरुवाको हाउसमा बचिसकेको छ कोहीलाई खान मन छ भने भनिहाल्नुहोस् है अर्डर डेलिभरी होम डेलिभरी अहिले 13 बाजेको अहिले हाम्रो गयो नि त हुन्न मेरो नाम हो बाबु बाबुको एरियामा आएपछि सबै काबु मैले देखाउने गर्छु बेला बेला स्वर्गमा जादु यस्तो खाइयो कि अघि यस्तो खाइयो यहाँ पेट ढारेर पनि लास्टै नै गाह्रो भएको छ है त आदु आदु मे नीचे से पादु दिखा दूंगा सबको साधु साहेब तेरे नाम नाम तेरे से हेलो हाम्रो अङ्कल चाहिँ सालो मैले तलाई पटकाने या This one style. या या राजमा यस्तो छ त तल इनफ छ क्या किन फाल्ने भन्नु मेरो मान्यता कति चाहिने त्यति लिने भने मैले धेरै लिने भने जाउँ को त्यो त अनि तपाईको
त के राख्यो त त्यो खै के खाना लैसक्यो त्यो अलिक एनर्जी झिक्नु पर्ने अनि तपाईँको के लिएर जानु हलौँ न ल ल ल कि त त्यो लग्नु बाबुले ओइ मोबाइल हाम्रो देख्न सक्नुहुन्छ यहाँ डल्लो डल्लो मान्छे जस्तो पनि दियो आजा रे आजा ए हेर नानी कस्तो देखाएको डल्लो देखाएर होइन डल्लो देखाएर आएन हेर्न हाम्रो चाहिँ आज सो राजमा लिन गइरहेको छ यहाँ कुकुर देख्न सक्नुहुन्छ समातेको डल्लो देखाउँछ खतरा हुन्छ यस्तो भाइरल भइसक्दैछ ओ हजुर ओए कोप्चा ओ आइसक्यो फेरि यहाँ ए हिँड्नुहोस् न हिँड्नुहोस् अगाडि तिमीलाई देखाउँदै हिँड्ने नि त फेरि नमस्ते आज हामी यहाँ भइसकेको छ हामी चाहिँ एउटा रातमा दाल ल्याउनु जानु या भन्नुपर्छ अब अब भन्नु त हल्का फुल्का भन्नुपर्छ भन्ने मेरो लागेको छ रातमा खाँदै म बाबु मैले गर्छु सबलाई जादु या मैले देखाउँछु हल्का फुल्का जादु तपाईँलाई जादु चाहिँ म पछि देखाउँछु हो सो गाइस मैले चाहिँ अब भिडियो क्लिप गरिदिएको है त